दर्शक महानुभावहरु नमस्कार, तपाईहरुलाई हार्दिक स्वागत छ हाम्रो च्यानल त्रिशुली खबर ट्युबमा। यदि हाम्रो च्यानललाई अहिलेसम्म सब्स्क्राइब गरी जोडिनु भएको छैन भने कृपया सब्स्क्राइब गरी जोडिनुहोस् ताकि नयाँ अपडेटका साथ हामी तपाईहरुमाझ हरपल उपस्थित भइराख्ने छौं। देशभरका विभिन्न महत्त्वपूर्ण समाचार तपाईहरुमाझ केही मिनेटमै प्रस्तुत गर्दैछौं। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। कहाँदेखि हेर्दै हुनुहुन्छ, के भन्न चाहनुहुन्छ, तपाईको मनमा लागेका प्रतिक्रिया सुन्न नभुल्नुहोस्। समाचार सबै अत्यन्तै महत्त्वपूर्ण दर्शकमार्फत, त्यसकारणले हामीसँगै रहनुहोस्। दुर्गा प्रसादलाई थपियो थप 7 दिन हिरासत बसाइको म्याद। यसबारेमा विशेष जानकारी। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तत्काल नछुट्ने। रूपन्देहीका सन्दीप आमा बुबासँग घुम्न गएका थिए, आतंककारी हमलामा परेर मारिएको पुष्टि। जम्मू कश्मीर हमला हिमांशीको बिलौना, यो मुस्लिम होइन भन्दै श्रीमानलाई गोली हानेर हत्या गरिदिए। कसुरमा एक्ला छोरा मारिए, बाल बचिन आमा। यसबारेमा पनि विशेष जानकारी। गभर्नर नियुक्तिमा देउबालाई धर्म सङ्कट। ओली सरकार धर्ममा। देउबा ब्याङ्कक पुगेपछि ओलीमा छटपटाहट सुरु। पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार ढाल्ने रणनीति। यसबारेमा पनि विशेष जानकारी आजको समाचारमा। त्यसैगरी काठमाडौँ महानगरपालिकाका मेयर बालन शाहपछि कानुनी डन्डा चलाउँदै किन अगाडि बढ्दैछ? सरकारले गर्यो शिक्षकहरूलाई घर फर्किन आग्रह। दर्शकमार्फत आउनुहोस्। अब पहिलो खबरतर्फ लागेको। गृहमन्त्री रमेश लेखकले भारतको जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा रूपन्देहीका सुदीप नेउपानेको मृत्यु भएको जानकारी गराएका छन्। नेपालमा इन्जिनियरिङ अध्ययन गर्दै गरेका नेउपाने बिदाको समयमा घुम्न गएका बेला उक्त हमलामा परि मृत्यु भएको गृहमन्त्री लेखकले जानकारी दिएका हुन्। रूपन्देहीको सन्दीप नेउपाने आफ्नो आमासहित घुम्न जानु भएको थियो। त्यसक्रममा यस्तो घटना भएको जानकारी आएको छ। बुधबार संवाददाताहरूसँग अन्तर्क्रियाका क्रममा गृहमन्त्री लेखकले भने दूतावासमा समेत सम्पर्क गरेर थप विवरण लिने काम भइरहेको गृह मन्त्रालयले जनाएको छ। मंगलबार कश्मीरको पर्यटकीय स्थलमा आतंकवादीको हमलामा परि कम्तीमा 28 जनाको मृत्यु भएको छ। जम्मू कश्मीरमा पर्ने पहलगामको बैसारन भन्ने ठाउँमा पर्यटकहरूलाई लक्षित गरेर नै आक्रमण भएको थियो। बैसारन पहलगामबाट 6 किलोमिटर टाढा पर्दछ। भारतीय मिडियाहरूका अनुसार बैसारन सुन्दर भएकाले मिनी स्विजरल्यान्ड भन्ने पनि गरिन्छ। यो स्थानीय पर्यटकमाझ निकै चर्चित समेत मान्ने गरिन्छ। त्यहाँ घुम्न गएका पर्यटकहरूमाथि मंगलबार गोली भट्टाभट गरी प्रहार गरी हत्या गरिएको हो। आतंकवादीहरूले नियन्त्रणमा लिएर नाम सोधी पर्यटकलाई गोली हानेर मारेको दैनिक भास्करले समाचारमा उल्लेख गरेको छ। मारिनेहरूमा नेपाल र युएई का नागरिक सहित भारतकै गुजरात, महाराष्ट्र, कर्नाटक, तमिलनाडु र ओडिसाका नागरिक रहेका छन्। दर्शक महानुभाव, त्यसैले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबा परिवारसहित आइतबार ब्याङ्कक पुगेपछि प्रधानमन्त्री केपी शर्मा ओलीमा बेचैनी बढेको छ। पछिल्लो समय सरकार परिवर्तनको चर्चा चलिरहेको बेलामा देउबा एक्कासी ब्याङ्कक पुगेपछि ओलीमा छटपटाहट बढेको हो। यद्यपि यसको स्वतन्त्र पुष्टि भने हुन नसके पनि राष्ट्रिय राजनीतिमा आएको उतार चढावले देउबाको ब्याङ्कक भ्रमणलाई पारिवारिक रूपमा मात्र लिन नसकिने जानकारहरूले बताएका छन्। प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली सरकार यस वर्षभित्र ढल्ने दाबी गरेका थिए। उनले दाबी गरे जस्तै सत्तारूढ कांग्रेस एमाले भित्र पनि तीव्रता बढेको नेताहरूका अभिव्यक्तिबाटै सहजै बुझ्न सकिन्छ। नेपाल कम्युनिस्ट पार्टीको 76औं स्थापना दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले कांग्रेस सभापति शेरबहादुर देउबा थाइल्यान्डको ब्याङ्कक जाँदा पनि सरकार ढल्ने हल्लासँगै जोड्न खोजिएको भन्दै असन्तुष्ट जनाएका थिए। कांग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्रीको बेडरुममै बिचौलिया सहजै प्रवेश गर्ने गरेको गम्भीर आरोप लगाएका थिए। उनले सरकारको गति सन्तोषजनक नभएको बारम्बार बताउँदै आइरहेका छन्। दुई ठूला दलबीच सत्ता सहकारी भएको करिब 9 महिनाको अवधिमा दरार उत्पन्न हुने आरोप प्रत्यारोप चल्न थालेपछि ओली सरकार थप सङ्कटमा परेको आकलन गरिएको छ। अहिले चौतर्फी सरकार विरुद्ध घेराबन्दी समेत भएको छ। राजवादीदेखि विभिन्न पेसाकर्मी सरकार विरुद्ध आन्दोलित भएका छन्। ओली सरकारका लागि आन्तरिक पक्ष निकै प्रतिकूल देखिएको छ भने बाहिरी पक्ष पनि अनुकूल नभएको राजनीतिका जानकारहरूले बताउने गरेका छन्। सरकार बनेको यति लामो समय बित्दा पनि छिमेकी मुलुक भारतले भ्रमणको निम्तो दिएको छैन। भारत भ्रमणका लागि गरिएका अनेक प्रयत्न व्यर्थ साबित भइसकेका छन्। यही परिवेशमा देउबा परिवारसहित ब्याङ्कक लागेपछि ओली नयाँ समीकरण बनेर आफूलाई विस्थापित गर्ने हुन् कि भनेर भयभीत भएको स्रोतले बताएको छ। उनी हरेक कार्यक्रममा देउबालाई यति महिना र उति महिनापछि सत्ता हस्तान्तरण गर्दै
गर्ने भन्दै भाषण छाड्दै हिँडेका छन्। यता भने प्रतिपक्षी दलको नेकपा माओवादी केन्द्रले यो सरकार एक झल्छ, दुई डल्छ, तीन डल्छ भन्दै ठकुवा समेत गरेका छन्, जसले गर्दा ओलीमा झन त्रास सिर्जना भएको छ। काङ्ग्रेस सभापति शेरबहादुर देउपा ब्याङ्क गएपछि सरकारलाई कतिखेर तलमाथि हुने हो भन्ने सम्भावना बढेपछि ओलीमा त्रास सिर्जना भएको हो। दर्शकहरू, त्यसरी बरहरीको हिरासतमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका वरिष्ठ नेता रविन्द्र मिश्रले तिनकुनेको घटनामा आफ्नो कुनै पनि संलग्नता नरहेको जिकिर गरेका छन्। अदालतमा म्याद थपका लागि भएको बहसका क्रममा मिश्रले राज्य विरुद्धको कसुर र सङ्गठित अपराधमा आफ्नो संलग्नता नभएको जिकिर गरेका हुन्। बुधबार रविन्द्र मिश्रलाई अदालतमा म्याद थपका लागि लगिएको छ। उनको आज म्याद थप गर्ने वा छाड्ने भन्ने बारे केही बेरमा आदेश आउने भएको छ। यो देशमा ईश्वरको नाममा र जनताको नाममा कसम खानेहरूले धेरै फटाई गरे, त्यो फटाई मेरो भावनात्मक कुरा होइन, मिश्रले अदालत बहसका क्रममा भनेका छन्। त्यो तथ्यगत रूपमा प्रमाणित कुरा हो। आज म 82 वर्षको मेरी गम्भीर बिरामी आमाको नाममा कसम खाएर भन्छु, राज्य विरुद्धको कसुर र सङ्गठित अपराधमा मेरो रक्तिभर पनि संलग्नता छैन। तिनकुने घटनामा संलग्न रहेको आरोपमा प्रहरले मिश्रलाई पक्राउ गरेको थियो। उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको छ। आज उनी छुट्छन् अथवा म्याद थप गरेर थप अनुसन्धान हुन्छ, केही बेरमै पत्ता लाग्नेछ। दर्शकहरू, त्यसगरी सरकारले गत चैत्र 15 गते तिनकुनेमा भएको राजवादीको आन्दोलनमा ज्यान गुमाएका पत्रकार सुरेश रजक र सर्वसाधारण सबिन महर्जनको परिवारलाई 10-10 लाख रुपियाँ उपलब्ध गराउने निर्णय गरेको छ। मन्त्री परिषद बैठकले गृह मन्त्रालयको प्रस्तावमा उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन्। उनले भने 2081 चैत्र 15 गते तिनकुनेमा भएको राजवादीको आन्दोलनमा ज्यान गुमाएका सो पत्रकार सुरेश रजक र सर्वसाधारण सबिन महर्जनको नजिकको हकदारलाई प्रति परिवार 10 लाख रुपियाँका दरले राहत उपलब्ध गराउने निर्णय भएको छ। त्यस्तै उनले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा 15 सदस्यीय उच्च स्तरीय शासकीय सुधार आयोग गठन गर्ने निर्णय समेत गरेको जानकारी दिए। उनले भने बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा 15 सदस्यीय उच्च स्तरीय शासकीय सुधार आयोग गठन गर्ने निर्णय पनि गरेको छ। त्यस्तै उनले निर्णय सार्वजनिक गर्ने क्रममा शिक्षकहरूले +2 को परीक्षामा सहभागी भएर सरकारलाई सघाउन माग गर्दै उनले शिक्षकको माग सम्बोधन गर्न सरकार तयार रहेको जानकारी गराएका छन्। एससीको उत्तर पुस्तिका जाँच भएन भने हामीले बेलैमा रिजल्ट ल्याउन सक्दैनौँ, समयमा ल्याउन सकेन भने +2 भर्नाको समय बितिसकेको हुन्छ, उनीहरूको भविष्य बर्बाद हुन्छ, त्यो जाँच गर्नुपर्छ। विद्यार्थी भर्नाको समय सुरु भएको छ, शिक्षकहरूले त्यो काम गर्नुपर्छ। +2 को परीक्षामा सहभागी भएर सरकारलाई सघाउनु पर्यो। तपाईहरूको माग सम्बोधन गर्न सरकार तयार छ। त्यस्तै शिक्षा मन्त्रीले राजीनामा दिएको भन्ने कुरा आजको दिनसम्म पनि सरकारको जानकारीमा नभएको उनले बताएका छन्। दर्शकहरू, त्यसरी राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाकी सांसद सोभिता गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वप्रति प्रश्न उठाएका छन्। देशभरका शिक्षकहरूको आन्दोलन र विभागीय मन्त्रालय खाली रहेको अवस्थामा प्रधानमन्त्रीले बालुटारबाट एक्लै सो चलाएको बताउँदै उनले प्रधानमन्त्रीको सक्षमतामाथि प्रश्न उठाएकी छन्। देशभरि आन्दोलन छ, मन्त्रालय खाली छ, सांसद गौतमले भनेकी छिन् र तपाईँ एक्लै सो चलाउँदै हुनुहुन्छ, नेतृत्व होइन, यो असक्षमता हो। साथै उनले शिक्षकको आन्दोलन चुलिएको अवस्थामा प्रधानमन्त्रीले एकहोरो आदेश बर्साइरहेको भन्दै आक्रोश पोखेकी छन्। अन्ततः प्रधानमन्त्रीको ठाडो आदेशमा कक्षा 12 को परीक्षा सारिएको छ, शिक्षक आन्दोलन चुलिएको छ। सांसद गौतमले भनिन्, मन्त्रीले राजीनामा दिनु पर्यो अनि प्रधानमन्त्री चाहिँ बालुटारबाट ठाडो आदेश बर्साइरहनु भएको छ। विद्यार्थीको भविष्य बलिको बोका, शिक्षकको आवाज मुठीमा अनि दुई ठुला दलको कुशलता हेरेर जनताले ताली पिट्नुपर्ने होइन त, उनले आक्रोश पोखेकी छन्। दर्शकहरू, त्यसगरी भर्खरै मात्रै प्राप्त समाचार अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीमा रघुजी पन्तलाई अगाडि बढाउने तयारी गरेका छन्। शिक्षा मन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि प्रधानमन्त्री ओलीले पन्तलाई शिक्षा मन्त्री बनाउने तयारी गरेका हुन्। सम्भवतः पन्तले भोलि बिहिबार शपथ ग्रहण गर्ने प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजागाईले जानकारी दिए। स्वास्थ्यको कारण देखाउँदै भट्टराईले गत सोमबार शिक्षा मन्त्रीबाट राजीनामा दिएपछि उक्त मन्त्रालय भने अहिले खाली छ। शिक्षकहरूको आन्दोलन भने निरन्तर जारी रहेको छ। यता प्रधानमन्त्री केपी शर्मा ओलीले माग सम्बोधन नगरेसम्म शिक्षकहरूले कुनै पनि हालतमा शिक्षक आन्दोलन नरोक्ने चेतावनी दिएका छन्। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान जिसपले विद्यार्थीको अधिकारप्रति सचेत हुँदै आन्दोलनको स्वरूप परिवर्तन गर्न शिक्षक र विद्यालय कर्मचारीलाई समेत आग्रह गरेको छ।